नक्कली सुकुम्बासीलाई हटाउन नपाइने, बिचौलियालाई समात्न नपाइने, दलका ती झोले विद्यार्थी सङ्गठन र ट्रेड युनियन खारेज गर्न नपाइने, फुटपाथ मिचेर बनाएका संरचना भत्काउन नपाइने, शैक्षिक सुधार गर्न नपाइने, अनि यिनै झोलेहरूलाई देश चाहिँ फेरि सिङ्गापुर जस्तो चाहिने अरे। लाज लाग्दैन है? जुनसुकै राम्रो काम गर्न खोज्यो यिनीहरू टाङ अडाउन आइहाल्छन्। म सोध्न चाहन्छु ती झोलेहरूलाई, के तिम्रा बा आएर देश विकास गर्छन् त? जनताले विश्वास गरेर बहुमत दिएर पठाएका मान्छेहरूलाई काम गर्न देऊ न हो। यदि यो देशका जनताले तिम्रा ती झोले नेताहरूलाई विश्वास गरेको भए त आज तिम्रा बाबुहरू सरकारमा हुन्थ्यो होला नि। किन भएनन्? किनकि जनताले तिम्रो काम र नियत चिनिसकेका छन्। आफ्नो कमजोरी चाहिँ चिन्न नखोज्ने, तर जितेर सरकारमा गएकाहरूको चाहिँ खेदो खन्ने, जता पनि विरोध, जेमा पनि अवरोध। अलिकति त लाज मानौ न हो। यदि जनताले तिमीहरूलाई विश्वास गरेको भए आज तिम्रै मान्छेहरू सत्तामा हुन्थे, तर छैनन्। किनभने तिमीहरूले देश होइन झोला बोक्न मात्र सिक्यौ। जति बेला पनि के जात्रा हो यो? जति बेला पनि सडकमा आएर विकास रोक्ने। अब त तिमीहरूलाई देख्दा लाज भन्ने शब्द पनि लजाउन छोडिसक्यो। देश बनाउने बेलामा साथ दिनु छैन, तर खुट्टा तान्न चाहिँ सबैभन्दा अगाडि। यस्तो पाराले देश बन्छ? कि त आफू गरेर देखाऊ, कि त गर्नेलाई गर्न देऊ। यो देश कसैको पेवा होइन, यो 3 करोड नेपालीको भविष्य हो। मलाई थाहा छ यो कुराले कतिपयको मुटुमा आगो बल्छ, बलुस्, किनकि सत्य तितो हुन्छ। यी झोले प्रवृत्तिले गर्दा देश पछि परेको। के काम गर्नेलाई काम गर्न दिनु पर्दैन?